सक्छ मेरो यो मुले दुईटा खुट्टाले कसैले नहेरो यसरी कुकुरहरूलाई खाना बाट्नुपर्छ। A few moments later. हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ म अलिक ढिला भइसक्यो। टाइम अहिले कति भयो? अहिले चाहिँ टाइम 8:30 भएको छ। 8:30 6:30 6:35 र आज चाहिँ म एकछिन बाहिर डुल्न जाँदैछु है त। यतिको टाइममा बाहिर के हुँदो रहेछ, लेट्स सी। बाई बाई। म चाहिँ फाइनली रुमबाट निस्किसकेको छु। यस्तो भइरहेछ आजको। लेट्स सी के भन्छ। बाहिर यसरी मोबाइल बोकेर हिँड्दा त लाज लाग्दो रहेछ। अब कसैले नहेरोस्। क्या गुंडा बनेगा रे तू? लेट्स सी के हुन्छ। अब मलाई चाहिँ अलिक बोल्न आउँदैन क्या। अब एक्लै भएपछि किन बोल्न आउँदैन भन्दा चाहिँ मलाई पनि थाहा छैन है। हेरौँ अब कहाँ पुग्ने हो। मलाई मेरो यो दुईटा खुट्टाले कहाँ जाँदैछु है। त्यो अगाडिबाट एउटा केटी आयो तर मलाई लाज लाग्यो क्या। एक्लै हिँड्दा यसरी अब फोनले यसरी भिडियो बनाउँदै हिँड्दा चाहिँ कन्फिडेन्सै नहुने रहेछ क्या, एक्लै भएर होइन। मासले अनि कोही नहुने बेला यसरी भिडियो बनाउँदै हिँड्ने। हेर न कस्तो सफा छ नेपाल, मैले बनाएको भन्छ मिल्दैन। अरे कहना क्या चाहते हो? कस्तो बोल्नै आएन क्या अहिलेदेखि त। बोली नै अड्किसक्यो भने मेरो त के बोल्ने भइरहेछ। यहाँतिर आउन सक्नुहुन्छ है मलाई भेट्न चाहिँ। अब यसरी राति हिँड्ने हो। को भेट्छ को भेट्दैन त्यो मलाई बाल छैन। अब जहाँ पुग्छ त्यही जाने होला। हेरौँ कहाँ पुग्छु आज म। पारामा अनि नि म चाहिँ पहिला चाहिँ म यता आउने बेला चाहिँ मलाई यो बाटो पनि थाहा थिएन क्या। मलाई चाहिँ बाटो पनि थाहा थिएन क्या। ल अनि एउटा बाटोबाट छिर्यो होइन, अर्को बाटोबाट पनि निस्किने क्या। अनि फेरि घुमेर आयो एउटै बाटोमा निस्किने क्या। ल मास्ताइको भएर त्यही भएर अनि अहिले चाहिँ यसो अलिअलि याद भएको छ। गाडी 10 लाखको मैले अस्ति भर्खर बेचेको। यो हेरिरहेको छु, यहाँ सबले हेरिरहेछ मलाई भनेर चाहिँ भन्दैन। कसैलाई बाल छैन, त्यसैले म हिँडिरहेको छु आफ्नै तालमा। हेर म बाटोतिर को भेट्छ म त्यहीसँग बोल्ने ट्राई गर्छु ल। अङ्कलहरूले अब बोल्दैन नि त। यङस्टर भएपछि भनेर अब कहाँ जाने भनेर हेर्न लागिसक्यो। राति भएपछि अब केटी मान्छेहरू धेरै निस्किँदो रहेछ क्या। र म चाहिँ तल कहाँ जाने भनेर खानै छैन, यत्तिकै हिँडिरहेको छु आफ्नै तालमा। यसरी कुकुरहरूलाई खाना बाट्नुपर्छ। यो चाहिँ बागमतीको सिन हो है। बागमतीको सिन हो है साथीहरू। मलाई अहिले चाहिँ बोल्न धेरै अकवर्ड लागिरहेछ क्या। अब धेरै मान्छेको अगाडि यसरी क्यामेरा समातेर हिँड्न लाज लाग्दो रहेछ क्या है। अनि के भन्ने, फर्स्ट हो, सबले माया देखाइदिनु होला। र एउटा फनी कुरा चाहिँ के भन्दाखेरि मलाई अस्ति नैतिरसम्म क्यामेरा कसरी समात्ने, मतलब फोन भनौँ न, फोन क्यामेरा जे भने नि
कसरी समात्ने भन्ने त्यसको बारेमा केही थाहा नै थिएन क्या। मलाई कहिले यो हातले यस्तो गरिदिने यस्तो गरिदिने होइन। अनि भिडियो राम्रो नबन्ने क्या, पछि एडिट गर्ने बेला पनि नमिल्ने नि होइन। अनि पोस्ट गर्ने बेला पनि अब भिडियो हेर्ने मान्छेलाई नै साइको हुने क्या। त्यही भएर अहिले चाहिँ म अलि सिक्दैछु, यस्तो छ। र एक्लै यसरी बाहिर निस्केर हिँड्दा चाहिँ राति यसरी खोलाको छेउतिर फ्रेस हावा नाइट वक गर्ने बेला चाहिँ मजा आउँदो रहेछ। तपाईँहरू पनि जानु होला, हिँड्नु होला, हेल्दी बस्नु होला है। र इक्जाम पनि आउँदैछ मेरो अब 12को, त्यसको लागि तयारी अब गऱ्यो भने कि नगऱ्यो भने क्या। अब पढ्न त अब हेर्छु होइन, पढ्छु लमा एउटा पढेको फेरि अब दिमागमा याद बसे पो त क्या। अब त्यो पढ्नलाई चाहिँ मलाई आउँछ होइन, पढ्नलाई चाहिँ मलाई आउँछ, तर अलि दिमागमा बस्नलाई चाहिँ धेरै बस्नुपर्छ क्या, धेरै पढ्नुपर्छ। अनि यस्तो गाह्रो छ गाह्रो छ। यसरी एक्लै तर बस्दा क्या आनन्द लाग्ने रहेछ क्या। यसरी अब भिडियो बनाउँदै बस्दाखेरि होइन, अब यस्तो हेऱ्यो भने मलाई रेकर्ड चाहिँ भयो कि भएन हो, त्यो चाहिँ अलि साइको लाग्छ क्या अब है। तर यसरी बस्न आनन्द। अब एउटा साथी खोजिदिनु पऱ्यो क्या, लोप्साङ च्याम्स लामासँग दादालाई एउटा केटी खोजिदिनु पऱ्यो क्या। यसरी भ्लग बनाउने बेला यसरी बस्नको लागि क्या, हल्का कन्फिडेन्ट बढाउनको लागि एउटा हेरिदिउँ है। आनन्दको छ भ्यू, मजा आइरहेछ एक्लै भए पनि। म अब कहाँ जाने भनेको थिएँ, त्यही बिर्सिसक्यो क्या। अब के गर्ने, अब रुममा पनि जाउँ कि अब कहाँ जाउँ भइसक्यो। हेरौँ अब कहाँ पुग्छ, कहाँ लग्छ मेरो यो मलाई दुईवटा खुट्टाले। त्यस्तै छ है। अब मलाई यो टाइमको मौसम चाहिँ दामी लाग्छ क्या। के भन्छ, अलि हरियाली हुन्छ नि त जताततैमा, भर्खर रुखबाट पात झरेर होइन, धेरै मतलब नयाँ पात उम्रिरहेको हुन्छ नि त। त्यही भएर चाहिँ अलिक हेर्दा पनि अलि शान्ति लाग्छ क्या, हरियो होइन, ग्रिन। नेपालको धन हरियो वन भने जस्तै मलाई त्यस्तै छ। हेरौँ अनि चल्दैछ अब अगाडि, कसले हेर्छ अब। यहाँ अगाडितिर आइपुगिसक्यो। के छ दामी, ल हाई गरिदेऊ त भाइ, दामी। यस्तो भाइहरू भेट्छ होइन बाटोतिर। यहाँनिर भाइहरू आइसकेको छ है। यहाँनिर डेटा छ तिमीसँग? अब भर्खर नयाँ हो, तर जेम्स ब्लग सर्च गरेर ए फर्स्टकै हो। ल दामी भाइ, ल हेर है। भाइहरू भेटाइसक्यो, भाइहरू क्या चिलमा रहेछ। अब चाहिँ बल्ल मलाई अलिक कन्फिडेन्स आयो क्या। यस्तै छ। यो चाहिँ महाकालबारीको बस पार्क हो है। यहाँतिर यस्तो बसौँ कि भनेको मलाई सिटहरू के भन्छ होला, यो बिर्सिसक्यो क्या। अब सिट बसिसकेछ क्या, यस्तो टल्किरहेको छ हेर्नु न, टिली। फोनमा अलि राम्रो त्यो आउँदैन। म चाहिँ अहिले यस्तो झुर पारामा हिँडिरहेको छु है, केही छैन, सब ठिक छ, अल इज गुड। अब मेरो युट्युबको जर्नी चाहिँ कसरी स्टार्ट हुन्छ भन्दाखेरि होइन साथीहरू, यस्तो मैले चाहिँ फर्स्टमा पहिला मलाई भिडियो बनाउन जसरी म अब एउटा भ्लगर बन्ने अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। बन्ने मनमा एउटा थियो क्या है।
बन्छु भन्ने, तर अब खै अब हेरौँ होइन। तपाईँहरूले माया देखायो भने म रेगुलर हुनेवाला छु। यहाँनिर आफ्नो भिडियोहरू अगाडि ल्याउने छु। अब मलाई अलि राम्रोसँग बोल्न पनि आउँदैन क्या। एउटा जस भ्लग गऱ्यो भने म कहीँ जाँदिनँ, आफ्नो देशमै बस्छु भन्ने चाहिँ मेरो सोच छ होइन। त्यसको लागि केही गर्छु भन्ने, तर अब के हुन्छ हेरौँ है त। सो ग्याङ म चाहिँ आइपुगिसकेँ गोकर्णको यहाँ मन्दिरमा। सबजनाले टाढैबाट दर्शन गरिदिनु होला। मेरो अलि आवाज अलि तोते तोते आउँदो रहेछ क्या। यतिकै हिँडिरहेको छु आनन्दले। उता अगाडितिर चाहिँ के हुँदो रहेछ, के भन्छ, ट्याङ ट्याङ बजाउँदो रहेछ क्या। के छैन, राम्रै छ। यहाँनिर चाहिँ राति चाहिँ यस्तो खाली हुन्छ क्या, अनि क्या आनन्दको क्या। त्यहाँ चाहिँ के भइरहेछ होइन थाहा छैन। यस्तो दामी दामी फुलहरू छ। सो क्या आनन्द हुँदो रहेछ क्या। आनन्द क्या, फिलै खत्रै क्या, छुट्टै क्या भनौँ न। यस्तै छ। म चाहिँ अब अघि चाहिँ रुममा जान्छु भन्ने सोचेको थिएँ। अघि रुमबाट निस्किने बेला चाहिँ जाँदै पनि भरे रुममा जान्छु भन्ने सोचेको थिएँ। म चाहिँ अहिले चाहिँ रुममा चाहिँ गएन। यता म हिँड्दा हिँड्दै अब त्यहाँ तलतिर खोलातिर पुग्यो, त्यहाँबाट मन्दिरतिर पुग्यो। अनि यहाँ अङ्कलको घर छ क्या, यहाँ माथि, यहाँ नजिकै। यहीँनिर हो क्या अङ्कलको घर चाहिँ। अनि म यहाँनिर अङ्कलकोमा आएको छु आज चाहिँ। अनि म भोलि फेरि बिहान रुममा जान्छु। अनि भोलिको लागि पनि छुट्टै काम छ, त्यो म भोलिको भ्लगमा देखाउँछु। म चाहिँ अबदेखि चाहिँ भ्लग रेगुलर ल्याउने ट्राई गर्छु है। यो चाहिँ मेरो अङ्कलको घर हो होइन। यो चाहिँ यत्रो घर चाहिँ म पनि एक दिन बनाएर देखाइदिन्छु क्या। एक दिन चाहिँ मेरो घर पनि यत्रो हुन्छ भनेर एउटा सोच राखेको छ मैले होइन। यतिको सोच चाहिँ बोकेर हिँड्नुपर्छ क्या। यहाँनिर चाहिँ जुत्ता लगाएर जानुपर्ने हुन्छ। एउटा कामचोर चाहिँ यहाँ सुतिरहेको रहेछ है। तिम्रो लाने गर्ने चाहिँ आज चाहिँ तरकारी यो के हो तिक्छु। अरे कहना क्या चाहते हो? तिमीले ल तरकारीको नाम पनि थाहा छैन अरे क्या। तिक तरकारी अनि
यो के हो यस्तो यो गेडावाला है गेडागुडी अनि मासु खाने हो यस्तै छ यहाँतिर चाहिँ म भर्खर आइपुगेँ बजु चाहिँ टिभी हेर्दै रहेछ ठिकमुल मम ठिकमुला एकदम मेरो बजु चाहिँ हल्का बिरामी छ है मेरो बजु लैस इटङ ल इटङ लाइक प्लिज खतरा ल दाजु मेरो बजु चाहिँ यहाँ फिल्म डान्स हेर्दै रहेछ यो के को गीत हो नाच्दिउँ कि क्या खै त नाच्नु चाहिँ आउँदैन यति हो खाना पकाउँदो रहेछ आज मैले मासु बनाऊ भनेको थियो मासु त छैन रहेछ यस्तो ठिक छ अब कहिलेकाहीँ यस्तो सागसब्जी पनि खानुपर्छ के गर्दै हो त तँ आज अपडेट आएको छ त अनि छ साथीहरू ल गाइज मैले चाहिँ खानासाना खाएर अब चाहिँ टाइम भइसक्यो र आजको ब्लग तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनु होला कमेन्टमा चस्स लगाएर होइन अनि भिडियो राम्रो लागेमा लाइक कमेन्ट र सेयर गर्नु होला सेयर त गर्दैन होला तपाईँहरूलाई होइन तर पनि सेयर गरिदिनु होला माया देखाइदिनु होला ल म अब नयाँ ब्लगमा भेटौँ है त